ल आज चाहिँ मलाई डर लाग्छ छैन किनकि मैले हिजै भ्लग बनाउन थालिसकेँ। अब यहाँनिर मेरो भाइ अनि यहाँनिर म अनि हामी चाहिँ जाँदैछौँ यो मेरो साइकललाई बनाउनको लागि किनकि यसको ह्यान्डल हल्का के भएको छ भन्दाखेरि हल्लिने भएको छ, ढक भएको छ, के भएको छ। यसलाई बनाउने अनि आज स्याटरडे दिनभरि चाहिँ यसलाई मस्त राइड गर्ने। मेरो साथी पनि आउँदैछ दार्जिलिङ अनि त्यो म र मेरो भाइ हामी मस्त साइकल राइड गर्नेछौँ अनि कहाँ जानेछौँ भन्ने कुरा चाहिँ वी डोन्ट नो येट। अब त्यो चाहिँ त्यहीँ गएर दार्जिलिङ गएर साइकल बनाएपछि अनि बल्ल थाहा हुन्छ है त भाइ। ल अब चाहिँ हामी लागिसक्यौँ है त साइकल बनाउनलाई। ल अब अहिले चाहिँ हामी कहाँ आइदियौँ भन्दाखेरि यो के हो पुलचोक धादिङ र भालुखोला पुल हेर्न सक्नुहुन्छ हाम्रो यहाँ बन्द गरेको पुल। आइदिएका छौँ। अब यो मेरो साइकलको हल्का यस्तो छ यहाँ तल धादिङमा बनाउँछ त्यो धादिङमा गएर ठ्याक्क ह्यान्डल बनाएर अनि हामी चाहिँ रेसतिर लाग्नेछौँ है त। रोक न त अनि बस अगाडि। ल म चाहिँ आइपुगिसकेँ अब धादिङ ट्याक्क यहाँ तल छ पसल। यहाँ मेरो दोस्तलाई पनि भेट भइसक्यो। मेरो दोस्त र मेरो भाइ चाहिँ अब डबल लोड जाने रे। हामी आज कहाँ पुग्छौँ वी डोन्ट नो। यो केही पनि स्क्रिप्टेड छैन। अब जहाँ जहाँ मन लाग्छ त्यहीँ जाने आज दिनभरि त्यही हो। जाउँ ल मेरो साइकल खतरा बनिसक्यो। यहीँनिर हल्लिने थियो अहिले पुरै टाइट भइसक्यो। दोस्त तिम्रो साइकल खोइ यहीँ दोस्तको साइकल फेरि पन्चर भयो किनकि उसले बाइकमा हाल्ने पम्पले साइकलमा ल्याम हावा थियो। अब म चाहिँ गएँ राइडमा यहाँबाट सर यतातिर। भएन गयो मिठो भयो ल हजुर। मेरो दोस्तको बिजोग नयाँ ट्यु टायर फेर्न परिसक्यो। अब मेरो साइकल यहाँनिर रेडी भएर बसिसक्यो चकाचक। तर दोस्तको साइकलको चाहिँ ट्युब ल्याट्टै पन्चर भयो किनकि उसले लास्टै धेरै हावा हालिदियो यसमा। अब यो साइकल बनाएर अनि हामी स्विमिङ गर्न जाने हो। यसको यो हल्का होइन मैले आफैले कसे हो यो लुज यो हल्लिने थियो कि यो कसेको मैले अझै कस्न मिल्छ यो त्यो धेरै कस्न यो भाषण चाहिँ एल्युमिनियमको हो यति ठिक छ है त्यस भए कति हाल्यो है त्यहाँबाट इस्यो 5-3 मल कहाँ पुग्यो दाइलाई गुड मर्निङ गराइदियो आफैले हावा हालेर पञ्चेट गरायो होइन अनि दाइको गुड मर्निङ गराएर गयो। ल यस्तो एभ्री स्याटरडे आएर यसरी गुड मर्निङ गरिदियो भने त भइगयो नि दाइले अरू कहीँ जाने पर्दैन नि। ल दामी भइसक्यो हाम्रो साइकल। अब हामी यहाँबाट सरर राइडमा निस्किन्छौँ है त। ल जम ल यो चाहिँ मेरो भाइ हो होइन अनि म भोलि पर्सि सक्सेसफुल ब्लगर भएपछि चाहिँ मेरो भाइलाई म एउटा डट बाइक गिफ्ट दिन्छु किनकि यो मेरो अब क्यामराम्यान हो नि त। अब यो उकालो देखा त उकालोबाट चाहिँ अब म मेरो साइकल लिएर जान्छु। मेरो होइन मेरो दोस्तको साइकल हो लिएर जान्छु। कतिको लिएर जान सक्दो रहेछु अब यसले रेकर्ड गर्छ है त। ल लेट्स ट्राई। ल गाड फटाइछ नि उकालो त सफल हुन सक्नु भएको छ हाम्रो मदन घिमिरेजी। हेर्न सक्नुहुन्छ तपाईँहरू। पुग्यो अर्को चेन बनाउँदै हुनुहुन्छ हाम्रो विश्वासजी। थाक्यो जाउँ न त जाउँ। गर्मीको घाममा अब यहाँबाट पनि डेन्जर छ कि यो बाटो झन् गर्ने हो कि हैट झर्दाखेरि चाहिँ मजा आउँदो है। अय्या झर्न मजा आउँछ नि त्यही भएर त ल्याएको यो बाटो। मुखसुक झुम माथि गएर होइन खतरा मजा आउँछ यो बाटो। जाउँ ल जाउँ विश्वास दोस्तले पनि पेल्दैछ ल 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 विश्वास दाइ बत्तिएको भा ल ल ल के भयो हामीलाई भयो चढ्यो चढ्यो किन दाइ ल पछाडिको भ्यू हेर्न सक्नुहुन्छ मलाई हेर्नुहोस् बसौँ बसौँ एकछिन बसौँ बस्दै एकछिन जाउँ यो चाहिँ विश्वासको घर जाने आधी बाटो हो होइन विश्वास दाइ थके मारेर ऊ कति धेरै थकाइ लागिसक्यो अब यहाँबाट जाँदै ओइमा बिस्तारै बिस्तारै लास्टै गाह्रो यार यो उकालो चढाउनु सक्नुहुन्छ यो गालो मेरो हालत त्यस्तो छ कि करेन्ट स्टेज पसिना पसिना टाउको दुख्न थालिसक्यो होइन तै पनि सक्छु होला म ल है त जाउँ है त जाउँ उठ्यो है उठ्यो अर्को नि उठ्यो है गाह्रो यार ढाकल नि कहाँनिर हो अति गाह्रो कहाँनिर हो दाइको अलिक पर छ क्या उताको बाटो बवाल छ उताको छ सिधा बाटो खै क्या हो सिधै छ हाम्रो चाहिँ ठेल्नुपर्ने अवस्था आइसकेको छ गरिमले तर जाडो महिनामा ठिक हुन्छ है दाइ होइन ए अगाडि सास गयो हाम्रो ठेल्नुपर्ने अवस्था छ है दुईजनाको हामी चाहिँ तेल नै सकिएन कि बानी नभएर नि होला होइन एक दिन हेटवटा त लगाएको थिएँ मैले तर मलाई के भन्ने अब यो त्यो दिनदेखि नलग्या आज फेरि स्याटरडे राइडमा जाऊँ न त भनेको अब हालत त्यस्तो छ क्या खासमा पहिला चाहिँ विश्वासको घर जाने स्विमिङ हान्न जाने भनेको यहाँ दाइ लिची कता पाउँछ अरे त्यहाँ यतापट्टि हो कि कता हो त्यही हामीले चोरेको थियो कि दाइ हामी दाइर म थियो अनि लिची चोरेको थियो कि त्यो बेला स्विमिङ हान्ने आउनेभरि कुनै उ रहेछ क्या के अरे धमिलो के रहेछ धमिलो धमिलो रहेछ क्या पानी धमिलो रहेछ हामी त्यसरी जानु पाएन क्यान्सल हो यहाँ चाहिँ पेल्न सक्छ होला सक्यो दाइ पेल्नु पेल्नु सक्यो 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 उड्यो उड्यो अब उड्यो ए दाइ मन दाइ बत्ती अगाडि विश्वास दाइ पछाडि हो ऊ बाटो चाहिँ झऱ्यो क्या हामी त्यो बाटो ऊ त्यो उतापट्टिको हो अनि हामी त्यहीँ गएको थियो एउटा डाँडामा बस्ने ठाउँ छ नि दाइ हो र कस्तो भने एउटा डाँडा छ होइन डाँडामा अनि बस्ने ठाउँ छ त्योभन्दा हल्का तलबाट चाहिँ अनि गुम्बा कि के जस्तो छ कि दाइ त हो हामी त्यहीँ गएको थियो कि फेरि रेस्ट कार्यक्रम सुरु हुँदैछ हाम्रो बसौँ एकछिन बिस्तारी 2 मिनट हिँड्यो बस्यो होइन 2 मिनट हिँड्यो बस्यो उसको घरमा हाल्छ है त ल हाम्रो विश्वास दाइको घर
चिप्ल्यो 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 चिप्लो छ बिस्तारै बिस्तारै हाले 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 सुपरम्यान केटाहरू आउँदैछन् पुरै ब्रेक अरे अरे स्केरी ओए मादर कत्रो दिएको हाम्रो केटाहरू राइडमा मोडे 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 आइरहेको छन् भत्तेर अरे 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 केटाहरू भत्तेको त ल केटाहरू ल अहिले चाहिँ लगभग बिहानको 10 जस्तो बस्यो अहिले चाहिँ हामी विश्वासको घरबाट लगभग आधी बाटो मेरो घरतिर जाने बाटोसम्म आइसक्यौँ आज स्याटरडेको राइड बबाल मजा आइरहेछ खासै कुनै डेस्टिनेसन चुज गरेर राइड चाहिँ गरिएन एनिवे बाटो बबाल हिलो छ होइन त्यही पनि ओइ डेन्जरै हिलो भइरह ओइमा खतरा बाटो छ खतरा ओइ 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 के को हो र मलाई थाहा नै छैन यार दामी ओइ ल्यामो डेन्जर हिलो बाटो त यार तर खासै ल ल केटाहरू कुलोमा हाल्नु जाँदैछन् ल हाले 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 हाल्यो है ल है ओए 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 भइरह दाइ टेन्सन डोन्ट फिकर दाइ अरे यतिले यार वान मिस गेम फिनिस दाइ अगाडि जा जान्छु म ल अगाडि जा दामी छ बाटो फ्लोमा हाले हुनुपर्ने रहेछ सक्दैन रे होइन होला माथिबाट ल्याउनु माथिबाट हालिदिउँ म चाहिँ यहीँबाट हजुर ल ल ल ल ल गयो ओइ ओइ हान्यो मैले ल दामी 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 लिन ओइ ओइ अलछिटो हिँड्न मुला ओइ मा साइको हान्यो ओइ छिटिन लामो दाइ खेपर भएन आउनु 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 यतिकै आउनु यतिकै आउनु कहाँ जान्छ यो मोडमा त केटै चिन्दैन ए अन्टीहरू हुनुभयो है दाइ दाइ साइड दिने कि विश्वास दाइ पछाडिबाट आइरहनु आन्टी प्लिज एकचोटि मलाई क्षमा गरिदिनुहोस् हजुर पारिबाट जानुहोस् ओइ बाटो अब छेमा अब गर्ने चाहिँ के रहेछ यिनीहरूले ल गरे चाहिँ के होला यो यो बल बढी भएको क्या आन्टी माहाबाट बाटो छ नि बाबु अँ
सरकारले बाटो बनाएर त्यसै हो भइरह 0.5 मा राम्रो आइराखेको ओइ त हान्ला हो भने म पछिबाट हान्छु त्यसो भए त जान्नु भने हाले 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 अरे ट्रायल पास हाम्रो दाइ ढकालले कोसिसमा स्ट्रगल गर्दै ल यता भित्तापट्टि गयो भने त कुलामा दाइ कुलामा ल्या पकाएर अड्काएर मान्छे ननिक्ले अरे के ओए ला भइरा ज्यानको माया रहेछ दाइ अब चाहिँ हामी पौडी खेल्न जानु थाल्यो मेरो दोस्तको साइकल रेडी भइसक्यो मेरो साइकल नि यहाँ रेडी भइसक्यो मेरो भाइ पनि जान्छ अरे यसलाई पौडी खेल्न आउँदैन मलाई र त्यसलाई चाहिँ आउँछ अनि मेरो अर्को प्रनिस दोस्त पनि आउँदैछ माथिबाट अब हामी यहाँबाट सरर यो बाटो हुँदै निस्कँदैछौँ है त बाटो बन्द छ यता हाम्रो अर्को सर ल ल ल फेरि ल फेरि 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 ल ल झार्नु न जानु तपाईँ अम्मा बाटो ओइ मोटर त झारे क्या पुग्यो दाइ ल अनि तपाईँमा पुग्न बाँकी 5 मिनट बाँकी ए झारे भने मैले झारिदिएँ तिमी नजानेको हुन्छ ओइ दाइ हुने कहाँ हाल्यो दाइ कहिले म यहाँ लान्छु लाउनु म लान्छु यहाँबाट ल्याउनु ल म स्विमिङ हान्ने ठाउँमा आइसकेँ होइन दोस्तको साइकल के हो यहाँ पुरै पाल परिसक्यो दोस्त के छ आइ भनिदेऊ न त है ल ठिक छ हामी यहाँ आइसक्यो म आउने बित्तिकै लडेँ मेरो हातमा यस्तो एक्सिडेन्ट भएको छ भाइ विलियन हानिहाल्न मुला ज्याद्रो हिले हान्नु पर्यो है टाउको छुनु पर्यो है ल ए अलि उडेन के टायर उडेन ओए दामी हाने थियो ल सही हुइली भइरहेछ लास्टै धेरै भिड छ हो यहाँ स्विमिङ हान्ने ठाउँमा अब स्विमिङ हान्ने हामी गएर ल झरे ल झरे ल अर्को हजुर नटी फरी ना होइन भयो साथी यतिकै फलालाई यतिकै भुइँमा जाऊ
ठिक होइन फेरि टाउकोमा त्यो हुन्छ कि दादी ओइ उता सिधा चाहिँ नगर है ओइ त्यो दाइ झर्दा त म चाहिँ खोले सुत्नु होला विश्वास खुट्टा चाहिँ सिधा नगर है पानीमा ओइ तर साथी के त ओइ कस्तो मोटो हो ओइ हामीले निकाल्ने पानी सुक्यो पानी लगाइदिएर हामी चाहिँ आज हेटौँडाको एकदम भाइरल भन्दा पनि भाइरल स्विमिङ पुल यो हाम्रो ओइ हामी साथीभाइहरू चाहिँ होइन साइक्लिङ गर्दै गर्दै यहाँ साइकल हाम्रो साइकल यहीँ छ उहाँ पनि छ बाइकहरू मेरो बाइक चाहिँ उहाँ छ यो साइकल भयो मदन साथीको विश्वासले साइकल लिएर आएको छ साइक्लिङ गर्दै अनि घरतिर जाने हामी अब हामी एकछिन खेलेर घरतिर जान्छौँ ले चाहिँ ट्याक्क स्विमिङ हानिसक्यो यो मेरो अर्को हिमेश भाइ हो मेरै गाउँको भाइ चलपल दिन्छ महिनामा 3 चोटि भाग्छ यो दोस्त तिमीलाई त्यही हो अब हामी चाहिँ ट्याक्क स्विमिङ हानेर घरतिर लागिसक्यो दोस्त केही भन्दै हो नि त 2 शब्द जाओस् देखिए कुनाली देखो ये छोटा सा है बहुत नटखटा सा है कुछ कर दे बेटा कुछ कर दे अब हामी चाहिँ यहाँबाट ट्याक्क खाजा साजा खाएर निस्किन्छौँ